नेपाली लोकविश्वास अनुसार भूत प्रेतका पनि थुप्रै प्रकार छन्, जस्तै चुडेल, मसान, मुर्कोटा, राखेभूत, पिशाच, जागित्र, इन्द्रेणी भूत, नाङ्ले भूत, थाङ्ने भूत, सुङ्गरे भूत इत्यादि। आज हामी चुडेल चुडेलनीको बारेमा कुरा गर्दछौँ। साधारणतः युवा उमेरका मान्छेहरू मृत्यु हुँदा चुडेल चुडेलनी बन्छ भन्ने जनविश्वास पाइन्छ। लोकविश्वास अनुसार प्रेममा असफल भई अकालमै मृत्यु भए ती युवा युवतीहरू चुडेल चुडेलनी भई बड्की हिँड्छ भन्ने धारणा छ। डरलाग्दा एवं शक्तिशाली भूतहरूमा चुडेल चुडेलीलाई मानिन्छ। चुडेल चुडेलनी युवा युवतीलाई प्रेममा फसाएर बिस्तारै शरीरको खुन चुसेर मार्छ भन्ने जनविश्वास छ। चुडेल पुरुष हो भने यसको स्त्रीलिङ्ग चुडेलनी हो। लोकविश्वास अनुसार यसले आफ्नो वशमा पार्दा युवती छ भने चुडेल अनि युवक छ भने चुडेलनी वा सुन्दरी युवतीको रूप धारण गर्छ। चुडेलभन्दा चुडेलनीबाट लोक धेरै डराएको पाइन्छ। चुडेलनीले आफ्नो वशमा कुनै युवकलाई पारेपछि युवक एक्लै भएको बेला चुडेलनी आएर मिठा मिठा गरेर सम्मोहित पार्छ अनि खुस चुसेर बिस्तारै पहेँलो पारी मारिदिन्छ भन्ने लोकविश्वास छ। विशेष चुडेलनीका वशमा परेका युवक बिस्तारै दुब्लाउँदै जान्छ, शरीर पनि पहेँलो हुँदै जान्छ, कसैसँग नबोल्ने अवसाद भएर अन्तमा मृत्यु हुन्छ भन्ने विश्वास छ। यदि त्यस चुडेलनीलाई नाश गर्नु हो भने त्यसले थाहा नपाई कम्मर पछाडि मेरुदण्ड भनिन्छ। चुडेलनीको पछाडिको भाग खुक्रो हुन्छ। मा रिल धागो बाँधी दिएर धागो पछ्याउँदै गएर धागो जहाँ अन्त हुन्छ त्यहाँ खने नलीखुट्टाभित्र रगत भेटिन्छ भने जनविश्वास छ। त्यस नलीखुट्टाको दाह संस्कार गरे पछि चुडेलनीबाट मुक्त पाइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ।